सम्पूर्णलाई नमस्कार, गुड मर्निङ। अब यो भिडियो चाहिँ गुड इभिनिङमा पुग्छ होला, गुड इभिनिङ पनि है। अनि यहाँ कतिजनाले चाहिँ लोकसेवाको तयारी गर्दाखेरि आफ्नो फर्स्ट पेपर नाम निस्किने र सेकेन्ड पेपर नाम ननिस्किने समस्याको कस्तो छ त्यो कमेन्ट गर्नु होला। धेरैजनाले मलाई चाहिँ भिडियोजमा चाहिँ के लेख्नुहोस्, म्याम एउटा हाम्रो राइटिङ स्किल चाहिँ कसरी हामीले इम्प्रुभ गर्न सकिन्छ अथवा राइटिङको लागि हामी कसरी तयारी गर्ने भन्ने विषयवस्तुमा एउटा भिडियो बनाइदिनु न भनेर भन्नुभएको छ। अनि धेरैजनाको चाहिँ फर्स्ट पेपरमा नाम निस्किने र सेकेन्ड पेपरमा चाहिँ तपाईँहरूको चाहिँ यो तयारी गर्ने क्रममा चाहिँ धेरैजनाको चाहिँ तयारी अपुग हुने कारणले गर्दा अथवा तयारी पुरा भए पनि हामीले लेख्ने क्रममा चाहिँ धेरै मिस्टेक्सहरू हामीले गर्ने, प्याटर्नमा नलेख्ने अथवा के कुराहरू चाहिँ हाम्रो मिस्टेक्स हुनसक्छ भन्ने कुरालाई चाहिँ मैले आज दर्शाउँदै एउटा चाहिँ हजुरहरूलाई चाहिँ फर्मेट सहितको चाहिँ भिडियो बनाएको छु। यो फर्मेट चाहिँ मैले पढाउने क्रममा एकजना विद्यार्थीले एकदमै राम्रोसँग लेख्नु भएको थियो। त्यो फर्मेटले हजुरहरूलाई हेल्प गर्छ भनेर मैले उहाँको पर्मिसन लिएरै हजुरहरूलाई चाहिँ मैले यहाँ देखाउन गइरहेको छु। यसबाट हजुरहरूले धेरै कुरा सिक्नुहुन्छ। यो चाहिँ तपाईँहरूको सबै क्षेत्रमा चाहिँ आउन सक्ने सम्भावित क्वेसन मध्ये एउटा क्वेसन हो। एग्रिकल्चरको क्वेसन भए तापनि यो चाहिँ तपाईँहरूको प्रशासनमा सोधिन्छ, किनभने कृषिसँग रिलेटेड क्वेसन पनि सोध्छ इक्जाममा, किनभने त्यो सान्दर्भिक क्वेसन पनि हो। त्यही भएर चाहिँ हजुरहरूलाई चाहिँ मैले त्यसमा फर्मेटको के कस्तो छ र कसरी चाहिँ लेख्दाखेरि चाहिँ राम्रो हुन्छ र कति लेख्नुपर्छ यो चाहिँ मैले 10 मार्क्सको क्वेसनको लागि सोधेको थिएँ। यो प्याटर्न हेर्नु भने हजुरहरूलाई चाहिँ एकदमै राम्रो अनि हेल्पफुल पनि हुन्छ, बिकज यसले गर्दाखेरि चाहिँ हजुरहरूलाई इन्हान्समेन्ट पनि हुन्छ कि इक्जाममा इन्हान्समेन्ट पनि हुन्छ कि कसरी लेख्ने भनेर है। भिडियो अन्त्यसम्म हेर्नु होला, कस्तो लाग्छ कमेन्ट गर्नु होला, मन परेको छ लाइक गर्नु होला, अनि लोकसेवा तयारी गर्ने आफ्नो साथीहरूलाई पनि सर्कुलेट गर्नु होला है। सो लेट्स स्टार्ट आवर भिडियो। मैले चाहिँ स्क्रिन सेयर गरिहाल्छु हजुरहरूलाई। ओके, स्क्रिन पक्कै पनि देखेको छ होला। यो स्क्रिनमा क्वेसन यसरी रहेको छ है, बाली विज्ञानको परिभाषा दिई नेपालमा कृषि क्षेत्रमा यसको महत्त्वबारे उल्लेख गर्नुहोस् भनेर चाहिँ मैले यसमा चाहिँ हजुरहरूको चाहिँ कृषि क्षेत्रमा चाहिँ बाली विज्ञान अर्थात् एग्रोनमीको चाहिँ के फाइदा हुन्छ भनेर सोधेको छु। हजुरहरूलाई प्रशासनतर्फ क्वेसन आयो भने कृषि क्षेत्रको महत्त्व उल्लेख गर्नुहोस् भनेर आउँछ। दुवैको प्रश्न एउटै हुन्छ है, दुवैको उत्तर चाहिँ एउटै हुन्छ। यहाँ प्याटर्न हामीले कसरी लेख्नुपर्छ भन्ने विषयवस्तुमा चाहिँ हजुरलाई मैले एउटा फर्मेट देखाएको छु। यो चाहिँ कन्सेन्ट लिएर मात्रै मैले बनाएको, फेरि पनि भन्न चाहे उहाँको पर्मिसन लिएर मात्रै बनाएको छु मैले। जुन विद्यार्थीको यो उहाँले एकदमै राम्रो लेख्नु भएको छ, हेर्नुहोस् त टक्क यसरी मार्जिन छोड्नु भएको छ। मैले हाम्रो क्लासेसहरूमा पनि मजाले हामीले सेकेन्ड पेपरको फिडब्याकहरू गराइरहेको हुन्छौँ र हामीले राइटिङ स्किल पनि कुन टपिकमा कसरी लेख्ने भनेर चाहिँ मजाले उहाँले लेख्ने र मैले भन्ने गर्ने क्रम गरेको छु। तपाईँहरूले यो भिडियो हेर्दा चाहिँ कृपया रिपोर्ट गरेर राख्नु होला है। बाली विज्ञानको परिभाषा दिई नेपालको कृषि क्षेत्रमा यसको महत्त्वबारे उल्लेख गर्नुहोस् भन्नुभएको छ। यहाँ चाहिँ उहाँले चाहिँ एउटा परिभाषा लेख्नु भएको छ र यसमा पनि इम्प्रोभाइज गर्नुपर्ने कुरा धेरै छन् है। त्यो इम्प्रोभाइज गर्ने कुरामा चाहिँ यहाँ मैले के भन्न चाहन्छु भन्दाखेरि पहिले सुरु चाहिँ हामीले चाहिँ परिचय भनेर लेखेर स्टार्ट गर्दाखेरि आन्सरको भूमिका लेखेर चाहिँ हामीलाई सजिलो हुन्छ है। जस्तो यहाँनिर उहाँले चाहिँ एउटा परिभाषा लेख्नु भएको छ। यो परिभाषा सँगसँगै यो चाहिँ कुन शब्दबाट डिराइभ भएको, यो चाहिँ ग्रिक भाषाबाट चाहिँ लिएको शब्द हो, जसमा चाहिँ एग्रोस भनेको चाहिँ फिल्ड हुन्छ र नोमस भनेको व्यवस्थापन हुन्छ हो। त्यो दुईटा बुलेट थप्नु हो भने आन्सर चाहिँ कम्प्लिट हुन्छ है। तपाईँले कुनै कुराको परिभाषा लेख्दै हुनुहुन्छ भने त्यसको उत्पत्ति कहाँबाट भएको, अनि नेपालमा कहिलेदेखि त्यो स्टार्ट भएको र यसको चाहिँ परिभाषा के हो भनेर लेख्नुभयो भने एउटा चाहिँ तपाईँको परिचय चाहिँ राम्रो परिचय चाहिँ भन्छ है, राम्रो खालको चाहिँ एउटा प्याटर्न भन्छ है। त्यस्तै गरेर हजुरहरूको लिखितमा जहिले पनि हामीले परिचय लेख्छौँ, बडी लेख्छौँ र कन्क्लुजन लेख्छौँ है। परिचयमा हामीले चाहिँ यसरी भूमिका बाँधेर टक्क यसमा चाहिँ 3टा बुलेट्सहरूको कुरा लेख्न सक्यौँ भने एकदमै राम्रो हुन्छ, इफेक्टिभ हुन्छ है। यो चाहिँ मैले 10 मार्क्समा सोधेको प्रश्न थिएँ है। यसमा चाहिँ यसरी लेख्नु भएको छ। र अर्को चाहिँ उहाँले के लेख्नु भएको छ भन्दाखेरि नेपालमा अब सेकेन्ड पार्टको है महत्त्वबारे जानुभएको छ उहाँ। नेपालमा यसरी चाहिँ डिभाइड गरेको चाहिँ मैले 2 मार्क्स अगाडिको लागि र 8 मार्क्सको चाहिँ पछाडिको लागि क्वेसन हेरेर पनि हजुरहरूले जहिले क्वेसन लेख्दा भने कहिलेकाहीँ विभाजन गरेर चाहिँ क्वेसन बनाइएको हुन्छ, कहिलेकाहीँ चाहिँ विभाजन नगरेर क्वेसन बनाइएको हुन्छ। हजुरहरूले आफ्नो लजिक युज गरेर कहिलेकाहीँ 5+5 को पनि हुन्छ है। यही क्वेसनलाई चाहिँ हामीले 5 मार्क्समा पनि लेख्नु परेको हुन्छ, परिभाषालाई मात्रै हो। त्यो बेलामा चाहिँ कसरी इफेक्टिभ हुनसक्छ भन्दा केही उदाहरण जोडेर, केही तपाईँहरूको डाटाहरू जोडेर यसरी यसरी कृषिमा चाहिँ आबद्ध हुनुहुन्छ यति यति जनसङ्ख्या व्यक्तिहरू भनेर लेख्नु सक्नुभयो भने अझै इफेक्टिभ हुन्छ। अकर्डिङ टु मार्क्स हजुरले चाहिँ आन्सर चाहिँ डिस्क्राइब गर्न सक्नुपर्छ, आन्सर चाहिँ क्लासिफाई गर्नुपर्छ है। जहिले पनि हजुरहरूले परिचय होइन, हजुरको इन्ट्रोडक्टरी, बडी र कन्क्लुजनको प्याटर्नमा चाहिँ हजुरहरू जानै पर्यो है। यहाँ कतिजना विद्यार्थीले मैले पेपरहरू हेर्दाखेरि पनि कन्क्लुजन मिसिङ हुन्छ होइन, सबै कुराहरू हुन्छ, त्यो पनि ख्याल गर्नु पर्यो। अनि उहाँले सेकेन्ड पार्टको लागि हेर्नुहोस् त टक्क एउटा भूमिका लेखिदिनु भएको छ, नेपालमा कृषि क्षेत्रको महत्त्व निम्न अनुसार प्रस्तुत गरिएको छ भनेर।
खानाको स्रोत अथवा खाद्यान्नको रूपमा हजुरले खाना भन्दा पनि यो खाद्यान्नको स्रोत हो अथवा चाहिँ यसले चाहिँ तपाईँहरूको खाद्य सुरक्षामा चाहिँ मद्दत गर्छ भनेर चाहिँ ट्याक्कै यो लेख्न सक्नु भने अझै राम्रो हुन्छ। तपाईँले चयन गरेका शब्दमा पनि तपाईँले अझै इम्प्रोभाइज गरेर लेख्न सक्नुभयो भने एकदमै राम्रो हुन्छ है। खाद्यान्न आपूर्तिमा कृषिजन्य बालीहरूले महत्त्वपूर्ण भूमिकाहरू खेल्दछन्। कृषिजन्य बालीहरूमा प्रमुख खाद्य बालीहरू जस्तै धान, गहुँ, मकै, जौ, कोदो लगायत कृषिजन्य बालीहरू धेरै मात्रामा प्रयोग गरिन्छ। यहाँ चाहिँ उहाँले चाहिँ एउटा टाइटल दिनुभएको छ, त्यो टाइटललाई चाहिँ त्यो टपिकलाई सब टपिक डिभाइड गरेर चाहिँ त्यस अन्तर्गत कन्टेन्ट लेख्नु भएको छ, जुन कि 10 मार्क्सको लागि एकदमै राम्रो प्याटर्न हो है। हामीले लेखिन्छ कच्चा पदार्थको स्रोत, रोजगारीको अवसर लेखिन्छ, तर त्योभित्र के कुराहरू छन् भनेर चाहिँ अलिकति विस्तृत रूपमा मार्क्स अनुसार चाहिँ तपाईँले क्लासिफाई गर्न सक्नुपर्छ है। अब यसमा कृषिमा आधारित उद्योगहरूका लागि कृषिजन्य बालीहरू कच्चा पदार्थको प्रमुख स्रोत हो। देशका धेरै ठुला उद्योगहरू कच्चा पदार्थमा निर्भर छन्, जस्तै चीन उद्योगको लागि उखु, चिनी उद्योगको लागि उखु है हो। अब हेर्नुहोस् न, यहाँ चीन उद्योग भनेपछि यहाँ चाहिँ ठाउँको नाम जस्तो लाग्यो कि हो। लेख्ने क्रममा तपाईँले लेख्दाखेरि चाहिँ कतिपय चाहिँ ह्रस्व दीर्घले चाहिँ फरक नपार्न सक्लान् अथवा चाहिँ कुनै कुनै शब्दले चाहिँ फरक नपार्न सक्लान्, तर कतिपय चाहिँ थोरै स्पेलिङले गर्दा, थोरै आकार इकारले गर्दाखेरि चाहिँ होइन, ह्रस्व दीर्घको कारणले गर्दा धेरै फरक पार्न सक्छन्। यही फरक पारिदियो हेर्नुहोस् त, यहाँ चीन भनेर आयो, उहाँले लेख्न खोजेको चिनी उद्योग हो मैले बुझेँ, तर पढ्ने क्रममा त्यो नबुझिन सक्छ। त्यही भएर आफूले लेखेका कुराहरू सर एकचोटि स्क्यानिङ चाहिँ गर्नुपर्ने हुन्छ। लेख्दा लेख्दै पनि हजुरले त्यो बानी चाहिँ घरमै प्र्याक्टिस गर्दाखेरि चाहिँ, यो चाहिँ उहाँहरूको प्र्याक्टिस सेसनको थियो, उहाँलाई मैले इम्प्रोभाइज गर्नु भनेर चाहिँ भनिसकेको छु है हो। त्यस्तै गरेर रोजगारीका अवसरहरू, बाली कटानी, प्रशोधन, मार्केटिङ र भण्डारण जस्ता कामका लागि श्रमिक मानिसहरूका लागि ठुलो रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ भनेर लेख्न सकिन्छ। पोषणको आपूर्ति, कृषिजन्य बाली मानवका लागि प्रमुख खाद्य स्रोत हो, जस्तै धान, गहुँ, कोदो कार्बोहाइड्रेटको राम्रो स्रोत हो है। उहाँले चाहिँ जम्मा यहाँबाट 4वटा पोइन्ट लेख्नु भएको छ है। 4वटा पोइन्ट लेख्नु, यो चाहिँ मैले 10 मार्क्स सोधेको क्वेसन हो। यसको लागि चाहिँ 2 र 8मा हामीले डिभाइड गऱ्यौँ भने एटलिस्ट तपाईँले 8वटा पोइन्ट चाहिँ लेख्न सक्ने हुनुपर्छ। त्यति मात्रै नभए पनि तपाईँले 7वटासम्म लेख्न सक्ने हुनुपर्छ है। यसमा चाहिँ तपाईँहरूको चाहिँ अन्य कुराहरू जस्तो तपाईँहरूको चाहिँ जैविक विविधताको संरक्षण हुन्छ भनेर लेख्न सक्नु पर्यो। विभिन्न जातहरू चाहिँ हामीले चाहिँ प्रड्युस गर्न सक्छौँ भनेर लेख्न सक्नु पर्यो। त्यस्तै गरेर हजुरहरूको चाहिँ म्यानेजमेन्टको कुरा, विभिन्न बालीहरूलाई चाहिँ हामीले चाहिँ व्यवस्थापन गरेर यसको चाहिँ उत्पादन र उत्पादकता वृद्धि गर्न सक्छौँ, जसले कारणले चाहिँ किसानको आय स्तर चाहिँ वृद्धि हुन्छ। जहाँ कृषिको प्रश्न आयो त्यहाँ चाहिँ कृषिको प्रश्न आउने बित्तिकै किसानलाई जोडेर किसानको चाहिँ आर्थिक वृद्धि र आय स्तरमा उन्नति र उहाँहरूको लिभिङ स्ट्यान्डर्ड इम्प्रोभाइजेसन भएको कुरालाई जोड्नै पर्छ। त्यो नै त्यसको चाहिँ मूलभूत कुरा हो है। यो चाहिँ तपाईँको प्रशासन पनि आउँछ। सबै सेक्टरमा चाहिँ आउने क्वेसन मध्ये चाहिँ मैले सेलेक्ट गरेर चाहिँ यो क्वेसन चाहिँ राखेको थिएँ। र हजुरको चाहिँ अर्को क्वेसन, अनि यसमा चाहिँ 8वटा पोइन्ट है। अब यसमा चाहिँ यतिको अब निष्कर्ष पनि हेऱ्यौँ उहाँले कसरी लेख्नु भएको छ। यसमा चाहिँ माटोको अवस्था अनुसार उचित प्रबन्ध मिलाई सोही अनुसार बाली व्यवस्थापन गर्दा खाद्य सुरक्षा, आर्थिक सामाजिक उत्पादन लगायतका महत्त्वपूर्ण क्षेत्रमा बाली विज्ञानको महत्त्व रहन्छ भन्नुभएको छ। हजुरले के बुझ्न पर्यो भन्दाखेरि कृषि क्षेत्र भन्ने बित्तिकै हजुरको सबै कुरालाई समेटेर, आर्थिक कुरालाई, धार्मिक कुरालाई, तपाईँको सांस्कृतिक कुरालाई, त्यस्तै गरेर हजुरको चाहिँ औषधीय गुणका कुराहरूलाई होइन, ऊ जैविक विविधताको कुरालाई, पर्यावरणीय कुरालाई, सबै कुरालाई समेटेर चाहिँ निष्कर्ष राख्नुपर्ने हुन्छ। निष्कर्ष भनेको अब्स्ट्राक्ट जस्तो कुरा हो कि सबै कुरालाई चाहिँ एकजुट, एक मूलभूत बनाएर चाहिँ तपाईँले लेख्न सक्नुभयो भने चाहिँ त्यो एकदमै फर्स्ट क्लास एन्सर बन्छ है। यसमा सुधार, अब हजुरहरूले चाहिँ कुनै एउटा फर्मेट बनाउँदै हुनुहुन्छ भने 3टा कुरालाई सम्झिनु होला। एउटा भनेको चाहिँ तपाईँले परिभाषा, बडी र इन्ट्रोडक्सन, अनि त्यसपछि हजुरको बडी र हजुरहरूको चाहिँ अर्को रहेको छ निष्कर्ष, त्यसलाई राम्रोसँग लेख्न पर्यो। अनि दोस्रो महत्त्वपूर्ण कुरा, अति नै महत्त्वपूर्ण भनेको क्वेसनले भन्न खोजेको कुरा के हो। क्वेसनले एकतिर सोधिरहेको हुन्छ र हजुरहरूले अर्कोतिर आन्सर लेख्नुभयो भने आन्सर बिग्रिन्छ। र त्यो क्वेसन चाहिँ कति मार्क्सको, 5 मार्क्सको कि 10 मार्क्सको कि 15 मार्क्सको, त्यो चाहिँ क्ल्यारिफाई गरेर गर्न पर्यो। र सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको समय व्यवस्थापन। समय व्यवस्थापनको लागि हजुरहरूले घरमा चाहिँ प्र्याक्टिस, निरन्तर 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 प्र्याक्टिस गर्नुपर्छ है। अनि यहाँ धेरैजनाको यो चाहिँ अझ मैले फाइन भनेको त्यो फाइनमा पनि यति धेरै सच्याउनु पर्ने कुरा चाहिँ उहाँको मिस्टेक भनेको चाहिँ उहाँले मार्क्स अनुसारको लेख्नु भएन। प्याटर्नमा त लेख्नु भएको छ, तर मार्क्स अनुसारको चाहिँ उहाँले आन्सर लेख्नु भएको छैन। उहाँको कमी कमजोरी भयो, उहाँले सबै कुराहरू लेख्नु भएको छ, तर मार्क्समा जति चाहिनु पर्ने त्यो अनुसारको बुदाहरू लेखिदिनु भएको छैन है। नत्र त क्लियर छ। हजुरहरूले चाहिँ लिखित इक्जाम दिँदाखेरि जहिले पनि
राम्रो अक्षर भन्दा पनि बुझिने अक्षर लेख्नु होला हो, यसरी टक्क टक्क छुट्याएर। अनि त्यसपछि गएर प्याराग्राफमा लेख्नुको सट्टा बुलेट्समा लेख्ने बानी बसाल्नु होला। यसरी लाइनिङ दिनुभयो भने आन्सर अझै आकर्षित देखिन्छ। समय छ भने स्केलिङ पनि गर्नु होला, मैले चाहिँ गर्थेँ है, स्केलिङ गर्नु होला, त्यसले पनि राम्रो आन्सर चिटिक्क देखिन्छ होइन। अनि तपाईँलाई के हुन्छ भने कहिले काहीँ लेख्ने क्रममा चाहिँ टाइम म्यानेजमेन्टको बेलामा चाहिँ हामीले चाहिँ लेख्दा लेख्दै एकदमै धेरै समय गइसकेको हुन्छ कि, अनि त्यो समय नै पुग्दैन क्या। त्यही भएर लेख्ने क्रममै एकदमै संवेदनशील भएर लेख्ने बानी बसालौँ। त्यो चाहिँ के हुन्छ, धेरैजनाले मलाई कमेन्ट पनि गर्न सक्नुहुन्छ होला है, फेरि म्याम लेख्ने बेलामा हतार हुन्छ, त्यो होसै हुँदैन भनेर। एक्ज्याक्टली हुँदैन। त्यो होस कसरी आउँछ भन्दा दैनिकी रूपमा तपाईँले चाहिँ आफूलाई यो सेसन गराउनु भने एउटा दुईवटा क्वेसन भए पनि, मैले पनि आफूले इन्स्टिट्युटमा पढाउने बेलामा चाहिँ असाइनमेन्टहरू दिइरहेको हुन्छु कि, त्यो सेसनहरू गराउँदै गरेपछि तपाईँलाई के हुन्छ, इम्प्रोभाइजेसन टेक्निक आउँछ कि आफूमा होइन हो। त्यो कारणले गर्दा धेरै इम्प्रोभाइज हुन्छ। अनि तयारी गर्ने बेलामा आफूलाई समय दिनु होला। ए आजको भोलि नै मैले नाम निकाल्छु भनेर चाहिँ लाग्ने नपर्नु होला है। आफूलाई त्यसरी नहुम्लिनु होला कि, त्यो भनेको त आगोमा हिँड्नु बराबर हो। त्यही भएर आफूलाई तनाव दिने काम कति पनि नगर्नु होला है। हजुरहरूले चाहिँ मजाले समय दिएर मैले चाहिँ यति समय यति पार गर्छु भनेर चाहिँ दैनिक रूपमा चाहिँ आफूलाई डे बाई डे इम्प्रोभाइज गर्दै जानु होला। लिखितमा विशेष ध्यान होला। दोस्रो तेस्रो पेपरको लागि हामीले तयारी गर्दाखेरि पहिलो पेपरको लागि तयारी पनि पूर्ण हुन्छ कि, त्यही भएर चाहिँ लिखितको लागि अनिवार्य रूपमा चाहिँ तपाईँले चाहिँ लेख्ने शैली चाहिँ आफूले इम्प्रोभाइज गर्नुभयो भने धेरै कुराहरू हुन्छन्। मैले कतिपय विद्यार्थीहरू आफूले पढाउने क्रममा पनि देख्छु कि, धेरैजनाको राम्रो पढ्ने शैली हुन्छ, राम्रो भन्ने शैली हुन्छ, तर त्यही कुरामा चाहिँ लेख्न सक्नुहुन्न कि, जस कारणले गर्दा उहाँहरूलाई समस्या आइपर्न सक्छ। त्यही भएर लेखन सुधारमा चाहिँ हजुरहरूले विशेष ध्यान दिनु होला भन्दै आजको भिडियो हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। अनि यो च्यानल पनि सब्सक्राइब गर्नु होला। मैले टिकटकमा पनि भिडियोहरू हालिरहेको हुन्छु। मेरो टिकटकको आइडी चाहिँ विपनागिरी रहेको छ भने मैले चाहिँ कृषिको लोकसेवा तयारी चाहिँ गराइरहेको हुन्छु, जेटी र अफिसर्सहरूको लागि। राम्रो नयाँ इन्स्टिट्युट भए पनि राम्रो प्रगति भएको छ, धेरैजनाले नाम निकाल्न सफल हुनु भएको छ, हाम्रो प्याटर्नले धेरैजनालाई सहयोग पुगेको छ भन्ने पनि हामीले सुनेका छौँ, हामीले कमेन्टहरू पाइरहेका छौँ। त्यो खुसी लागेको छ। जो कोही कृषिको जेटी र अधिकृततर्फ तयारी गर्दै हुनुहुन्छ भने मानवी एजुकेसन इन्स्टिट्युटमा चाहिँ सम्पर्क गर्नु होला है। मानवी एजुकेसन इन्स्टिट्युटमा मैले यहाँ लेखिदिएँ, त्यो चाहिँ हजुरहरूको चाहिँ नम्बर चाहिँ मैले यहीँ लेखिदिन्छु भिडियोमै, हजुरहरूलाई चाहिँ सजिलोलाई 9763251680 यो चाहिँ नम्बर रहेको छ र डिस्क्रिप्सनमा पनि लेखिदिन्छु। अनि हजुरहरूको यो पनि सेयर गर्दै जानु होला कस्तो लागेको छ भिडियो, अनि कस्तो खालको चाहिँ भिडियो चाहेको छ त पनि कमेन्ट सेक्सनमा लेख्नु होला। अरू कुनैको यस्तै रिटर्न प्याटर्नमा कुनै फर्मेट चाहेको छ भने पनि भन्नु होला, म पनि त्यो सकभर मिलेसम्म देखाउँछु। पक्कै पनि आजको भिडियोले हजुरले चाहे जस्तो भिडियो पाउनु भएको छ भन्ने आशा गर्दै अन्य दिनमा चाहिँ कस्तो भिडियोहरू चाहिन्छ कमेन्ट गरिदिनु होला। अनि नातिनु होला, तपाईँहरू जस्तै म पनि हो, इफ आई क्यान डु यु क्यान अल्सो भन्ने विषयवस्तुसँगै। अनि अलिकति पनि आफ्नो चाहिँ दायाँ बायाँ चाहिँ सोच नगराउन, किनभने नजर हटी दुर्घटना घटी हुन्छ, नाम निस्किँदैन। त्यही भएर चाहिँ निरन्तर रूपमा फोकस हुनु पऱ्यो एउटै कुरामा चाहिँ। अर्जुन हुन्छ नि, अर्जुनजीले जसरी फोकस गर्नुहुन्थ्यो नि, हो त्यसरी फोकस गरेर चाहिँ पढ्नु पर्यो। महाभारतको अर्जुनजी है। फेरि यहाँ सबैजनाले फेरि मेरो नाम पनि अर्जुन भन्नु होला हो। त्यो अनुसारले चाहिँ आफ्नो चाहिँ तयारी गर्नु होला। सबैजनालाई धेरै धेरै धन्यवाद। भिडियो अन्त्यसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद, थ्याङ्क यू। अनि अग्रिममा तपाईँहरूलाई चाहिँ शुभकामना सँगसँगै कङ्ग्रेचुलेसन्स, थ्याङ्क यू सो मच। राम्रोसँग पढ्नु होला, नआत्तिनु होला, किनभने तपाईँहरू जस्तै म पनि तयारी गर्दै आएको मान्छे हो। त्यही कारणले गर्दा हजुरहरूलाई चाहिँ मैले अहिलेबाट धन्यवाद र शुभकामना दिन चाहेँ। थ्याङ्क यू।